लोप्छेन चुचिक्पा पाठ 11 घाँचै थाकोर्गी लुङ हाम्रो वरपरको हावा लुङनी जुवा छि नाङ्ने चिगिन हावा 4 महाभूत मध्ये एक हो। ते जम्लिङ यो लछ्याब्यो यो संसारभरि फैलिएको हुन्छ। लुङ मेना सोक्छा सोमिथुप हावा भएन भने प्राणी बाँच्न सकिँदैन। लुङला छोन्दोक मे हावाको रङ हुँदैन। लुङला झुक्याङ मे हावाको स्वरूप पनि हुँदैन। लुङले सुक्छवा सुयाङ मे हावाभन्दा बलवान कोही हुँदैन। छाम्रेर लुङ सुक्छेम्बो ज्यागिरे कहिलेकाहीँ हावा वेगले चल्छ। ते दुई सिङदोङयाङ खेल्कियो त्यस बेला रुखहरू पनि लडेको हुन्छ। लुङला सोक्पा मे हावाको पखेटा हुँदैन। हन्क्याङ लुङले घ्योक्पा सुयाङ मे तर पनि हावाभन्दा छिटो कोही हुँदैन। मे भरवाला लुङको आगो बल्नलाई हावा चाहिन्छ। चिक्सिङ मेतोक नाम घेबाला लुङकी ठोक्छे बिरुवा र फुलहरू बढ्नलाई हावाले मद्दत गर्छ। लुङला ल्हाक्पा याङसेर हावालाई ल्हाक्पा पनि भनिन्छ। लोप्छेन चुङ्गिपा पाठ 12 घोचुक धुटो घर पालुवा जनावर घाँचै लुङपर धुटो रिक माङ्बो थोङ्ग्यु यो हाम्रो गाउँमा धेरै प्रकारको जनावरहरू देख्न पाइन्छ। धुटो रिकला याक ढी जो जनावरको प्रजातिमा याक ढी झो झोमो लाङ भाछुक रा लुक ता झोमो गोरु गाई बाख्रा भेडा घोडा बोङ्बु ढेउ खिदाङ फाक्पा चेयो गधा खच्चर कुकुर र सुँगुर आदि छन्। धुटो माङ छेवा काङलाक्साला चुक्ने ढोगियो धेरै जसो जनावरहरू हात खुट्टा भुइँमा टेकेर हिँड्छन्। धुटो खासे छेन्बोदाङ खासे छुङछुङ यो कुनै जनावर ठुलो र कुनै सानो हुन्छ। याकनी फोरे ढीनी मोरे याक चाहिँ पुरुष हो ढी चाहिँ महिला हो। भाछुकदाङ मायै होमा टेकियो गाई र भैँसीले दुध दिन्छ। फाल छेवाला गामा यो धेरै जसोको पुच्छार हुन्छ। रानी माङ छेवा नाकपोदाङ बाख्रा चाहिँ धेरै जसो कालो र खासे कार्पोयाङ यो कुनै सेतो पनि हुन्छ। तायाङ हिमालय मेरिकनमला फेन्टोक छेन्बो यो घोडा पनि हिमालयको मान्छेहरूलाई धेरै लाभदायक छ। घाँचे भुङबुनी चालाक केल्डेन छे सोक्योङ झेगियो हामीले गधा चाहिँ सामान ओसार पसार गर्नको लागि पाल्ने गर्छौँ।